ल हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी पारी खेतमा रोपाई गर्न जाँदैछौँ। सुरु हुँदैछ हाम्रो रोपाई। सियो नै हेलो। आज हामी कता जानु लाग्यो रे? कता रे? खेतमा भन्न। के गर्न जानु लाग्यो? रोपाई गर्न। आज पारी गएको रोपाई गरेको हेर्नु होला। सक्दो हाल्छु है। यता चाहिँ रोपारहरू एकुन्टा पकाउने भाँडो मोल खाने कुरोहरू बोकेर जाँदैछ। जानै टाढा के बाटो। यहाँ आइपुग्यो भर्खरै यहाँ कोही यताडि आउँदै हो। भएर आउँदै कोही यता हिस्यो न। कता जान्थ्यो अरे हामी? यहाँबाट सिधा वहाँ पारी पुग्न हो त्यो स्कुल भएको ठाउँसम्म पुग्न हो सिधै। यो पिस्ती खोला आल्दिन यहाँ समाथारै हुन्छ। अहिले चाहिँ यति सानो भएको। वहाँ पारी पुग्ने हो। ल यता चाहिँ रोपारहरू 10:30 त यहीँ भइसकेछ। पिस्ती खोला आइपुग्यो भर्खरै। पानी छिट्टी छ। यस्तो टाढाको रोपाइ त गाह्रो छ। उता घरमा नि त्यस्तै चापाचाप। जुर्के ड्याडी घरमा बसेर ढुँडो खाने क्यानी गरेको। म पारी आएको रोपारसित आउँदैछु म। उताडि आउँदैछ सबै। पिस्ती खोला तर्दै जम्मैजना पिस्ती खोला तर्दै। रोपारीहरू है अहिले त लपक्कै भयो रोपारी त। ल यति बनाएछ। यहाँ बनाउँदै हुनुभयो उता। अब यति गर्दै 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 यो गई हुँदै हो यो माथिको हुँदै 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 उता यो तल नरोपेको भन्दा रोपेको भन्दा माथिसम्मको है हेर्दै गर्नु होला। खोलामा आइपुग्यो। के अरे खेतमा यो ठुलो घर त बनाइसकेछ। अनि यतै माथि उताडि आउँदै हुनुभयो यसरी। ल हेर्नु त्यता चाहिँ बिउ काट्दै हुनुभयो। म यहाँ यो गरामा बाक्सी गर्दै यहाँ जोत्दै हुनुभयो ट्र्याक्टरले त्यहाँ। ल हिजै गरिसकेको गरा रहेछ नि यहाँ बाक्सी गरेको। पानी आउला जस्तो भयो। अट्कायो ल आज पारी खेत बाक्सी गरेको। मानव खारा मरी उब्जाउने बेला हो है। रमाइलो भयो। मलाई ल
स्कुल बन्द भयो त लानुपर्ने ए 20 रोप नानी परिहाल्छ के बोलेको सुनाइरह है तिमी नि बोल न अर्कालाई मात्रै टिप्दै हिँड्दो रहेछ आफैहरू बोल्नै नपर्ने थियो अनि को बोल्छ त नि अब यसले अब कता कोरियातिर हालिदिन्छ छ्याप्पै छैन गर्नुपर्ने हिलो हिलो भएको पार्टीलाई टोपी निकालो त ल यता नि हेर्नु ल भन्नु यहाँ के अरे क्षेत्रबाट आएको सन्तानको बिउ काट्न आएको भन्नु त्यो देखाइरह बिउ काटेर रोप्न आएको आज रोपाइ छ उदा दाइको त्यही त नि जमाना अनुसार चल्न परेन त नि है लाटो हुने त नि है सधैँ लाटोहरू खाँदै रहन्छ क्या बन्धन ल्याऊ बन्धन बोल्दैन म त यिनीहरूको बिउ बोक्ने र बिउ बोक्ने र मोल हाल्ने बिउ काट्ने गर्दा केटी छोरी होइन मायाले भनेको क्या त रोप्दै यहाँ आइपुगे सुरु गरे भर्खरै यसरी रोप्दै सिधा ल हेर्नुहोस् हेर्नु है 10 जनाले रोपे 11 जना यता ट्र्याक्टर लगाएर रोप्दै बनाउँदै ताबाट रोप्दै यो ऐको ठुलो गरेर रोप्दै फेरि यो ब्याड र सानो गरेर रोप्दै यो ठुलो गरेर रोप्दै त्यो माथि रोप्दै अब बनाउँदै यो पानी भएको जति सबै हो बाउलाई देखेको सम्म त्यहाँसम्मै हो वहाँसम्मै बनाउन पर्छ यो तल रोपेको अन्त माथि सर्लक्क बनाउँदै यो पानी आएको सबै अब हिलो बनाउने त्यसपछि रोप्ने
हेर्दै गर्नु होला मैले सक्दो बिस्तारै बिस्तारै देखाउँदैछु माथि बाउ बसेकैबाट हो उँधो मकै छरेकोबाट मकै छरेको अर्को मकै छरेको उँधोबाट हाम्रो ल हेर्नुहोस् यसरी जोत्छ हाम्रो त अहिले गोरुको बिगबिगी भएर नयाँ प्रविधि आएर यसरी जोत्ने सियोनाले नि रोपेको कुनाको मेलो ए कति पाथी धान चामल खानेको रोप्न पर्यो नि होइन चिसै छ लो हामी त पानी लिन आएको रोपाइको है हिलै हिलो भइयो है नानी नानी र म त क्यार्न आएको रे पानी लिएर आएर अब खेतालालाई पानी खुवाउने है अहिले बल्ल घाम चर्किन लाग्यो कि अर्ग्यानिक पानी है मूलको पानी बाटोमा ल्याएर राखेको रहेछ यही थापेको लो देखियो मलाई लो बन्द गरिदेऊ बनाइदिए पानी गाडीमा थाप्दै गाडीमा पानी थापेपछि यहाँबाट बोकेर लाने है ल अफ गर उताको मान्छे उता मान्छे अफ गरिदियो त्यसो नगर्नु अफ गर ल्याऊ है ल्याऊ यता ल्याऊ अफ गरे होइन भर्खरै खाएको हो सकियो त्यही त नि खानुभयो चिसो बिस्कुट अब एकछिनमा के खाने फेरि एकछिनमा भात दाल भात तरकारी मासु अब त नि है हो त नि कस्तो भयो त नि आजको रोपाइ कस्तो भयो त नि आजको रोपाइ मैले थाले मेलो अहिलेसम्म हो रमाइलो भयो है अब फेरि रोप्न जाने ल खान्छु भने उता डाँडा खन्दा रोप्दै 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 सिधै रोपार पनि हल पनि बाक्से पनि गइदियो यो मकैबारीबाट तल तल सबै यताडी यस्तरी आएर यो गइरी ठ्याक्कै यहाँबाट हाँस
हो त्यहाँ रोप्दै रोप्दै आउनु लाग्नुभयो है। यो ठ्याक्क हो उतापट्टि नि अझै एउटा घर छ। यो घरबाट रोप्दै रोप्दै यस्तो राम्रो देखियो कि रोपेर हरिहरि रोप्दै 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 यो पनि रोप्दै ठ्याक्क यता पुगे खेताला है। ल हेर्नु है यता पुगे रोप्दै अहिले उताबाट देखाएँ। अहिले यताबाट हेर्दै गर्नु उतापट्टिको खोलेर सर्लक्कै हो। ल सकियो ट्र्याक्टर लिएर बाक्सेले भ्याइयो। यहाँबाट सर्लक्कै अब हेरि यति देखेको मात्र रोप्न बाँकी छ। यति रोपिसकेपछि भ्याइन्छ। यति त रोपिसकियो यता नि रोपिसक्यो। यो ठुलो गराहरू सबै रोपिसक्यो। यो नि रोपिसक्यो। उतिना नि रोपिसक्यो गहिरी। अब यति बिच्चाको मेला मात्रै रह के यति सकेपछि सबै सकिन्छ। उतैबाट हेर्नु यति रह्यो। कति राम्रो देखियो रोपाई। पारी पारी चाहिँ घरहरू छ अनि यता नि घर छ। यता नि यता रानी पानी भयो। यता फेरि यो घर छ। हुँदै 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 गहिरी हुँदै हो यो सबै रोपिसकियो। ल अब खाना जाने सकियो आजलाई होइन। अब यता पारिसकियो। अब खाना जाने हेर्दै गर्नु होला। हिलो भयो सकियो। पैसा त कति हो यस्तरी भात तरकारी कता राख्नु भयो। यही मात्रै हो उता नि होला नि। उता भोल्टातिर नि छ होला नि फेरि। सकेर नि हाम्रो खेतनिर बुङ्गुरको फार्म बनाएर रहेछ यहाँकै अङ्कलले। यहाँको एउटा अङ्कलले अनि यो बुङ्गुरको फार्म हेर्न आएको कतिवटा पालेछ भनेर। उता रहेछ बुङ्गुर त हेर्न सक्नुहुन्छ कत्रो रहेछ। 3टा रहेछ उता ठुल्ठुलो। यहाँ चाहिँ 3टा बच्चा नि रहेछ हेर्न सक्नुहुन्छ। यस्तो गरेर पो पाले रहेछ 3टा बच्चा यता। यहाँ फेरि कालो रहेछ हेर्न सक्नुहुन्छ। यहाँ कालो यता कालो नि रहेछ। सबै देखाइदिन्छु म स्पष्टरी। यहाँ फेरि कालो पाले रहेछ। यता फेरि सेतो नि रहेछ। यता नि सेतो रहेछ। सेतो रहेछ। यहाँ नि रहेछ सेतो। यहाँ नि रहेछ। यो त सुत्या मजाले यत्रो धेरै रहेछ है। यहाँ त बुङ्गुरहरू यहाँ बुङ्गुरको फार्म गरे रहेछ। ल